यसो छ, यी दलहरूको सबैभन्दा धेरै पटक पक्राउ परेको मान्छे मै, सबैभन्दा धेरै पटक। यी दलहरूको प्रताडना सबैभन्दा धेरै भोग्ने वकिलहरूमा मै पर्छ, सबैभन्दा बढी पक्राउ पर्ने। महाकाली सन्धि गर्दा होस्, एमसीसी गर्दा होस्, एसपीए का सन्दर्भमा होस्, सीमा मिचिएका विषयमा होस्, तपाईँको चाहिँ विषादीयुक्त फलफुलहरू विदेशबाट सिधै नेपाल ल्याएर खुवाउने विषयमा होस्, फास्ट ट्र्याक तपाईँको विदेशीलाई बुझाउने विषयमा, तपाईँको मुद्दा मामला गरेर फेरि नेपाली सेनाको हातमा ल्याउने विषयमा लड्दाखेरि होस्, म कैयौं पटक पक्राउ परेको छु। अब पञ्चायत कालमा राजाको पालामा हेर्नु भने सीमा मिचेको विषयमा बोल्ने मान्छे पक्राउ पर्दैन थियो। हेर्नुहोस्, म आफै हो नि भोग्ने मान्छे। फेरि अब यो सन्धि सम्झौता असमान भयो, यो गलत सन्धि सम्झौता भयो, यसलाई खारेज गर्नुपर्छ भन्ने मान्छेलाई सम्मान गरिन्थ्यो, पक्राउ गरिँदैन थियो। तर दलहरूको शासन आएपछि बालुवाटारको जमिन लुटेको विषयमा विरोध गर्नेलाई, त्यो बाँडेर खाने न्यायाधीश भएको कुरा विरोध हुनेलाई गर्नेलाई पक्राउ गरियो। मलाई पनि हो है त्यसमा गरेको। फेरि अब पञ्चायत कालमा एउटै कुरा भन्न पाइँदैन, देश लुटेर खानुपर्छ, यस्तो वाक स्वतन्त्रता बन्द गर्नुपर्छ, यस्तो वाक स्वतन्त्रता थिएन, हुँदैन पनि, हुनु पनि हुँदैन। अब यी नेताहरूले आफै सांसद हुने, आफै बजेट छुट्याउने, आफै 6 करोड रुपियाँ बाँडेर लिन्थ्यो। म स्वयं समेत त्यसमा हाम्रो आदरणीय वरिष्ठ अधिवक्ता सुशील पन्तज्यू पनि हुनुहुन्छ, अरू विकास भट्टराईज्यूहरू लगायत धेरै होइन राधिका चमलाकाहरू समेतले हामीले बहस पैरवी गर्यौं। 6 करोड रुपियाँ सांसदहरूले लुटेर लिन्थे देशको, त्यो लुटेर लिन हुन्न भनेर बोल्न पाइएन। पछि अदालतबाट हामीले खारेज गरायौं, 42 अर्ब जोगायौं। तर फेरि अहिले अर्को बाटोतिरबाट अर्कोतिरबाट हात छिराएर लुटेर लिनलाई पास गरेका थिए अस्तिको बजेटमा। हो, यस्तो कुरा राजाको शासनकालमा चाहिँ यो गलत भयो भन्न पाइन्थ्यो। यही नेताहरूले लुटेर खान पाउनुपर्छ भन्ने पो बोल्न पाउँदैन थियो त, जनताले बोल्न पाउँथे। राजाको प्रत्यक्ष शासनमा व्यापारीले आफ्नो व्यापार गर्थ्यो, शिक्षकले पढाउँथ्यो, विद्यार्थीले पढ्थ्यो, होइन, हरेक तपाईँको अनुसन्धान गर्नेले अनुसन्धान गर्थे। पढ्ने विद्यार्थीलाई 1 वर्षसम्म अन्तिम यो हाम्रो प्रोजेक्ट वर्क गर्नुहुन्छ नि साथीहरूले, हो यो प्रोजेक्ट वर्क गर्न चाहिँ गाउँ गाउँमा पठाउँथ्यो।